गाइजहरू म चाहिँ आज अस्ट्रेलियाको एडिलेड भिक्टोरिया साउथ अस्ट्रेलियाको चाहिँ भिक्टोरिया हार्बरमा घुम्न आएको छु। यो पारि देखेको चाहिँ यो भिक्टोरिया हार्बर हो। यो बिचको चाहिँ यो बिच हो अनि सानो ठिक्कको बिच चाहिँ यहाँ अनि बिचको ठ्याक्कै यो पारि भिक्टोरिया हार्बर पारिपट्टि चाहिँ सानो एउटा ग्रेनाइट आइसल्यान्ड भन्ने छ। यो चाहिँ फिसिङ गर्दा छ गाइजहरू। अनि यो भिक्टोरिया हार्बरकोमा चाहिँ ग्रेनाइट आइल्यान्ड भन्ने छ। ग्रेनाइट आइल्यान्डमा चाहिँ म घुम्न आइरहेको छु। आज पानी परिरहेको छ, मौसमले एकदम च्यालेन्ज गर्दा छ। तैपनि यो चाहिँ यहाँ यो हाइकिङ गर्ने अनि ठाउँहरू छ र हामी हाइकिङ गर्न हिँडिरहेका छौँ। पानी परे पनि हामीलाई बाल्छ होइन। हामीले चाहिँ यस्तो हेर्नु न, समुद्रको बिचमा यस्तो आइल्यान्डमा चट्टानै चट्टान क्या, यस्तो डेन्जर चट्टान के यो चाहिँ हेर्नु। अनि यो माथि जानलाई चाहिँ यसरी बाटो बनाइदिएको यति दामी छ क्या, यस्तो राम्रो ब्युटिफुल। यति खर्च गरेर अस्ट्रेलियन गभर्मेन्टले यस्तो राम्रो बनाएको छ क्या। त्यही भएर मान्छेहरू घुम्न आउने, इन्जोय गर्न आउने क्या। ल है यस्तो धेरै राम्रो क्या, यस्तो बनाइरहेको छ होइन मान्छेहरू। पानी पऱ्यो नि यस्तो फ्री तलले केही मतलब नगरी इन्जोय गरिरहेको छ क्या मान्छेहरू। ल हेर्नु यस्तो समुद्रको बिचमा होइन, यस्तो ढुङ्गै ढुङ्गा थापेर यस्तो तरिकाले बनाएको छ क्या। ल हेर्नु न राम्रो छ। कहाँबाट यस्तो ठाउँमा चाहिँ घुम्ने मौका सायद त मैले पाउँछ होइन। त्यो चाहिँ धेरै इन्जोय भइरहेको छ क्या। यस्तो काठको होइन भर्याङ बनाएर यो कहाँसम्म माथिसम्म डाँडासम्म बनाएको होला होइन। यस्तो राम्रो छ क्या। मान्छेहरू इन्जोय गर्ने आउने, पानीको मतलब छैन, पानी परिरहेको छ होइन। समुद्र हामीले पारि पनि एउटा सानो आइल्यान्ड देखिरहेको छ होइन। अनि यस्तो ठुल्ठुलो ढुङ्गाहरू क्या, यस्तो ठुल्ठुलो ढुङ्गाहरू होइन बनाइरहेको छ क्या। मान्छेहरूले त्यति नै उयो गर्ने कसरी अडिरहेको छ क्या होइन। अमेजिङ छ क्या यो चाहिँ, एकदम गाह्रो छ तर एकदम राम्रो छ। अनि यस्तो राम्रो ठाउँ क्या, यस्तो भ्युज देखिन्छ नि होइन। यो पानी नपरे भए यस्तो धेरै यस्तो राम्रो देखिन्थ्यो होला होइन। अनि पानी पऱ्यो भएर त्यस पारि पनि यस्तो पारि पनि यस्तो डाँडाहरू देखिरहेको छ होइन। अनि समुद्रहरू यस्तै क्या। राम्रो छ अरे, राम्रो छ अरे, दामी छ अरे। ल है घुम्न आउनु होला है सबैजना। ए यो चाहिँ हेर्नु मान्छेले बनाएको होला नि त्यो होइन। आबर्जिनहरू बस्ने ओडाहरू छ अरे। कतिखेर हामी चाहिँ यहाँ पुग्ने भनेर एक्साइटेड छ, तर यस्तो पानी परिरहेको छ क्या। मौसमले लास्ट च्यालेन्ज गरिरहेको छ क्या, मतलब छैन क्या। म सबै यो भिडियो एडिट नगरिकन हालिदिन्छु है जस्तोको जस्तै। अनि तर हामीलाई पानीको कस्तो डिस्टर्ब गर्यो कि पानीले होइन। हामी चाहिँ कस्तो हेर्नु न ओडारहरू, म तपाईँलाई सबलाई देखाइरहनु ओडारहरू है। ए ल है मलाई चाहिँ उहाँले सबै गाइड गरिरहनु भएको छ, घुमाइरहनु भएको छ होइन। यस्तो यो अस्ट्रेलियन एबर्जिनहरू बस्ने ठाउँ अरे यो चाहिँ। पानीले चाहिँ मोबाइलै बिग्रिनु भइसक्यो है। यो चाहिँ पानी पऱ्यो भएर मैले चाहिँ यस्तो तरिकाले दिमाग लगाएर खिचिरहेको छु कि होइन। त्यो चाहिँ धेरै कपाल भ्यूहरू छ क्या। त्यो चाहिँ ठ्याक्कै अस्ट्रेलियाको यो एडिलेड साउथ अस्ट्रेलिया भिक्टोरियाबाट लगभग 1 घन्टा जस्तो ड्राइभिङ पर्छ होइन। यो चाहिँ
हार्बर भिक्टोरिया हार्बरको चाहिँ नजिकै भिक्टोर हार्बरको चाहिँ नजिकै यो ग्रेनाइट आइसल्यान्ड हो क्या। यो सानो आइसल्यान्ड छ होइन, तर यस्तो बल्ल बल्ल चट्टानहरू छ नि, यो चाहिँ एकदम चट्टानहरू चट्टानबाट माथि उठेको भएको कि यो चाहिँ सानो, तर त्यो चाहिँ धेरै एकदम ऊ छ कि ब्युटिफुल राम्रो हेर्नु यस्तो सानो ऊ छ होइन पढाएर छ होइन। तपाईँ त्यहाँ बस्नै म अर्को खोजेर बस्छु होइन, तपाईँ त्यहाँ बस्दै गर्नु होला, म अर्को खोजेर बस्छु। यस्तो भिज्यो कि हामी होइन, हेर्नु मसँग आउने दिदी हुनुहुन्छ होइन, उहाँ चाहिँ यस्तो लुकिरहनु भएको छ कि पढाहरूमा। मलाई यहाँ खिच्ने मोबाइल क्यामेरा नि जोगाउनु गाह्रो भएछ कि त्यहाँ आफै त मजाले भिजिसक्यो होइन। कौडाहरू पनि अब 2-3 दिन पछाडि होला पारै हामी देखिरहेको छौँ क्या, जोडीहरू पनि जोडीहरू पुरै घुम्दै हिँडिरहेको छ होइन। मान्छेले पानीको मतलब छैन नि, तर यस्तो ब्युटिफुल ठाउँमा होइन लास्टमा एकचोटि मान्छेले घुम्न आउँदाखेरि आनन्द हुन्छ क्या। यहाँ चाहिँ हामीले के बोटहरू उता पर देखिरहेको छौँ, सायद त्यहाँ के लेखा होला क्या, लेखा होला, म हेर्छु एकदम त्यहाँ पढ्छु। अनि लुकआउट काइकी ट्रेल भन्ने रहेछ होइन, काइकी ट्रेल भन्ने रहेछ। यस्तो चाहिँ काइकी ट्रेल भन्ने छ कि, यो चाहिँ ट्रेलहरू हो क्या। अनि यहाँ चाहिँ भोलि पर्सि चाहिँ यस्तो लास्टै राम्रो देखिन्छ होला, सबै हरियो भएको चाहिँ अहिले चाहिँ पुरै सुक्खा भएर हल्का तनाव छ क्या। त्यहाँ एकजना मान्छे आइरहेको छ, पुरै भिजिरहेको छ कि त्यो मान्छे। आज अम्ब्रेला रक रे है, अम्ब्रेला रक भनेको यो चाहिँ ठ्याक्कै भिक्टोरिया हार्बरको साउथ अस्ट्रेलिया भिक्टोरिया हार्बर ग्रेनाइट आइल्यान्डमा चाहिँ यो अम्ब्रेला रक भन्ने एउटा ढुङ्गा छ। यहाँको चाहिँ तपाईँलाई म दृश्य देखाउँदैछु। यो चाहिँ ठ्याक्कै सानो आइल्यान्ड हो, यो तल चाहिँ बिचहरू छ, वरिपरि चारैतिर बिच छ, तर सानो आइल्यान्ड टापु छ यहाँ। त्यो टापुमा चाहिँ अलिक उठेको एकदम चट्टानै बनेको भाग छ, यो चाहिँ अम्ब्रेला रक है। यहाँ चाहिँ वनस्पतिहरू जङ्गलहरू पनि सानो यस्तोहरू मात्रै छ। अनि यो चाहिँ बिचहरू हो। अम्ब्रेला रक भनेको चाहिँ यहाँ सायद यो ठुलो ढुङ्गा त होइन होला, यो ठुलो ढुङ्गा छ, त्यहाँ मुनि समुद्र छ, बिच चराहरू पनि छ। अनि यही होला क्या अम्ब्रेला रक भनेको चाहिँ, त्यही छाता जस्तै होला, म तलतिर सानो माथितिर ट्याक्क फुटेको होइन। यो अम्ब्रेला रकमा चाहिँ हामी आइरहेछौँ क्या। अम्ब्रेला रकको चाहिँ हेर्नु यस्तो मान्छेले बनाएको जस्तै छ, तर यो बनाएको होइन क्या, नेचुरल हो। अनि ल हेर्नुहोस् है राम्रो छ। अनि यहाँ चाहिँ गुफा जस्तो पनि रहेछ होइन। अनि अर्को पनि मलाई होला जस्तो लाग्यो, अब मलाई जस्तो लाग्छ अम्ब्रेला रक चाहिँ यस्तो गुफाहरू छ क्या। यहाँ चाहिँ छाता, यहाँ ठ्याक्कै गुफा रहेछ होइन। अनि मान्छेहरू पानीहरू पर्दाखेरि बस्ने, अनि उको लागि बस्ने चाहिँ यस्तो रहेछ कि, यस्तो डर लाग्दो छ कि होइन। मलाई चाहिँ रमाइलो लाग्यो होइन, रमाइलो छ अम्ब्रेला रक। म जस्तोको जस्तो तपाईँलाई भिडियो नकाटेर सबै जस्तो खिचेको जस्तै एडिट नगरेर केही नगरेर हालिदिन्छु होइन। हेर्नु, प्रतिक्रिया दिनु, कमेन्ट गर्नु। यस्तो छ क्या, म अघि यहाँबाट निस्किएको होइन, यहाँबाट यस्तो जोडेको छ क्या दुईवटा ढुङ्गा होइन, ठ्याक्कै अम्ब्रेला छाता जस्तै छ क्या। मान्छेलाई पानी पऱ्यो यताउति भयो भने आनन्दले बस्नु मिल्छ। यहाँ चाहिँ यस्तो तारबारहरू लगाएको छ होइन, तारबारहरू यसरी लगाएको सेफ्टी छ क्या मान्छेलाई घुम्न आउने होइन। तपाईँहरू हेर्नु होला, पर चाहिँ मैले एउटा बोट देखिरहेको छु क्या, सायद त्यो बोट चाहिँ यतै आइरहेको छ होइन, समुद्रमा यस्तो आनन्द रहेछ क्या। जस्तो अस्ट्रेलिया, साउथ अस्ट्रेलियाको कहाँ होला भन्नुहुन्छ, साउथ अस्ट्रेलियामा यो चाहिँ भनेको साउथ अस्ट्रेलियाको एडिलेड भन्ने ठाउँमा भिक्टोरिया हार्बरको चाहिँ ठ्याक्कै नजिकै पर्ने। एडिलेडबाट चाहिँ लगभग 1 आवर ड्राइभमा त्यस्तैमा आइपुग्छ।
यो चाहिँ भिक्टोरिया हार्बर नजिकै ग्रेनाइट आइल्यान्डमा अवस्थित हो कि मैले त्यहाँबाट चाहिँ भिडियो खिचेको मान्छेहरू परतिर पनि मान्छेहरू चाहिँ हाइकिङ गर्न चाहिँ यो घुम्न चाहिँ आइरहेको छ होइन। ल है त यस्तो राम्रो छ त्यो बोटहरूलाई पनि, बोट पनि यस्तो दामी आइरहेछ कि है। ल हेर्नुहोस् यस्तो तरिकाले आएर चाहिँ होइन है त। ल यहाँ रहेछ त हो अम्ब्रेला रक भन्ने त यता पुरै त्यो मुनि पुरै त्यो गुफा जस्तो रहेछ क्या पुरै। कुन चाहिँ विष्णुको ओडार? यो ओडार सानो ओडार यो त पुरै त्यो खै भगवान् नागहरूको के हो जस्तो छ कि होइन। अनि यस्तो एमेजिङ छ कि यो आइल्यान्डमा चाहिँ। यस्तो बयान गर्ने घुम्ने ठाउँहरू धेरै छ अस्ट्रेलियामा होइन। तै इभन सो साउथ अस्ट्रेलियामा धेरै छ। म तपाईँलाई चाहिँ अरू भिडियोहरू पनि देखाइदिउँ ल, उ गरौँ ल। ल हेर्नु होला है तपाईँहरू सबैजनाले हेर्नु होला है त।